गाइस सबैलाई सन्चै हुनुहुन्छ। म चाहिँ हाल क्रोसियादेखि हो हैन। यहाँको चाहिँ 3 महिना भयो। क्रोसियाको 3 महिना भयो। अनि यो 3 महिनामा मैले के एक्सपिरियन्स फिल गरेँ भने हैन, तपाईँ अब जति पनि नेपालबाट आउँदै हुनुहुन्छ नि, भिएफएस गर्नुभएको छ अनि बसिराख्नु भएको नि यो 3 महिनाको खाली समयमा, यो बेलामा चाहिँ तपाईँले एउटा स्किल चाहिँ सिकेर आउँदा चाहिँ एकदम बेस्ट अप्सन हो कि यो भनेको तपाईँलाई। यो ट्रायल फिक्सिङ भयो, अनि यो कन्स्ट्रक्सन प्लम्बर भयो, 3 महिनाको कोर्स ल्याउनु भयो भने अहिलेको कम्पनीमा आउँदै हुनुहुन्छ नि, त्यो कम्पनीमा पछि ल काम अप्ठ्यारो भयो, गाह्रो भयो भने पनि हामीले चेन्ज गर्न मजाले सकिन्छ। 6 महिना 7 महिना काम गर्ने, म काम गर्न सक्दिनँ तेरो कम्पनीमा। अनि त्यसपछि तपाईँले आफ्नो त्यो जो स्किल छ नि त्यो क्षेत्रमा चाहिँ तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। ल यहाँ वेटर फेरि चाहिँ प्रायः जस्तो यहीँको मान्छेलाई राख्छ हैन, तर तपाईँले ल्याङ्ग्वेज चाहिँ सिकेको हुनुपर्छ। जेस 300-400 वर्डहरू जेस बेसिक चाहिँ जानेको हुनुपर्छ। अनि मजाले यहाँ चाहिँ वेटरमा पनि पाउँछ। यो सिजनलमा चाहिँ वेटर मजाले भिडभाड हुन्छ, उता सिजनतिर चाहिँ त्यो पाइहाल्छ हैन। अफ सिजनमा चाहिँ अलिक गाह्रो हुन्छ। एउटा चाहिँ स्किल चाहिँ मजाले सिकेर आउनुहोस् कि यो 3-4 महिना चाहिँ। एउटा यो ट्रायल फिक्सिङ भयो, प्लम्बरको काम, इलेक्ट्रिसियन एकदम बेस्ट हो कि। अनि जेसिबीको डोजर भयो, ट्याक्सी ड्राइभर भयो, एकदम यो कुक चाहिँ नसिकेर आउनु। यो कुक चाहिँ खतमै हो। यहाँ कुक भन्ने होइन, यो कुकमा अब कोही कुकहरूलाई चाहिँ कुकै पाएको हुन्छन्। यो कुक भनेर मजाले भाँडा माझ्ने हो, अनि त्यसपछि यो डिसवासर गर्ने हो। अनि त्यही हो साथीहरू, एउटा चाहिँ काम स्किल सिकेर आउनु है। जति पनि भिएफएस गरेर बस्नुभएको छ, हजुरको लगभग वर्क पर्मिट आइसकेको छ भने, यदि राम्रो एजेन्सी छ भने मजाले भिसा चाहिँ लाग्छ। त्यो चाहिँ ढुक्क हुनुहोस् हैन। अरूको दायाँ बायाँको कुरै नसुन्नुहोस् हैन। धेरै भिडियो हिँडेर आफूलाई कन्फ्युज नपार्नु। यदि एजेन्सी राम्रो छ, राम्रो कम्पनीको वर्क पर्मिट हो भने 100% भिसा आउँछ, कुनै डाउटै छैन हैन। खास कि त्यही मेरो आजको टपिक चाहिँ एउटा चाहिँ तपाईँले यो 3-4 महिनामा चाहिँ एउटा चाहिँ स्किल चाहिँ सिकेर आउनु। नानी यहाँ यस्तो दुःख पाउनुहुन्छ कि कुरै नगर्नु क्या। ल गाइस बाई बाई। ल मेरो बेल आइकनलाई क्लिक गरेर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है साथीहरू। यो मेरो फर्स्ट भिडियो, नराम्रो लाग्न सक्छ हजुरलाई, तर मैले अब टाइम फ्री भएको बेलामा चाहिँ बनाउँछु हैन। ल साथीहरू, गाइस केही मेसेजहरू गर्नु मन छ भने मलाई इनबक्समा चाहिँ मेसेज गर्नु होला।